मा सबैलाई स्वागत छ हैन। हाम्रो ज्वाइँ साहब हुनुहुन्छ, कुखुरा बनाउँदै हुनुहुन्छ। के हो आज खोटाङे चिज बन्दैछ हैन, तिते भन्ने त्यो उसमा नाम्लोमा हालेर हैन, तिते। अब यो हाम्रो दाङमा त त्यस्तो अब खाएकै छैनौँ। अनि भाइ परे हाम्रो ससुरा आज नयाँ आइटमको नयाँ स्वादको साथ हैन चाखिरहेको छौँ, चाख्ने छौँ, चाखेको पनि छैन मजासँग। बच्चाहरू उता खेलिरहेको छ। आज खोटाङे आइटमको बनिरहेको छ। अब कति टाइम लाग्छ होइन। हाम्रो ससुराबा यता बस्नुभएको छ, हाम्रो ज्वाइँ राजा। ल सबैजनाले हेलो हाई भनिदिउँ। हाउडे ब्लगलाई धेरै धेरै धन्यवाद। 5 लाइक 10-15 लाइकदेखि बढी जाँदैन। 10 फलो गरिदिनु होला। 10-15 भ्युज भन्दा बढी जाँदैन। सबैले हैन माया गरिदिनु होला। हाम्रो हाउडे ब्लगलाई बिगिनर हो यो चाहिँ। आज चाहिँ यो के रे भाइ, तिते कसरी बनाउने भन्ने बारेमा चाहिँ भिडियो बन्ने छ। अब यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। तिते कसरी बन्छ अनि खाने कसरी भन्ने कुरो पनि हुन्छ हैन। अन्तिममा हुन्छ। शान्तिनगर गाउँपालिका वार्ड नम्बर 2 बागमारेमा छौँ। आज हामी खोटाङ्गे आइटम चाख्दैछौँ। अब खोटाङको मेरो भाइ साडु भाइ हो। तिते बनाउने आइडिया दिइरहनु भएको छ उहाँले। तितेको लागि चाहिँ यहाँ छुट्टै छुट्याइसकेको पनि छ यो ट्याक्क। अनि यो चाहिँ कुखुरा योभन्दा कालो चाहिँ सायद हुँदैन होला, भाले हो यो अन्त। तर हेर्दा खतरा छ नि। ल तिते भइसकेपछि तपाईँहरूले देखाइनेछ। अनि टाउको चाहिँ यहाँ छ, त्यो कान्छो साल हो। यतादेखि फेरि ओइ भन्ने आवाज आइरहेछ। बुझाइदियो हो त। अनि त्यहाँ माइतीहरूले फालेन नि त। अब हाम्रो बुवा होइन बिरामी हुनुहुन्छ, त्यही भएर सबैजना भेटघाट गर्नको लागि आउनुभएको छ। 102 वर्षको हाम्रो दादाजी। खाने त उसले हो, उसको पालो। मलाई खाइसक्यो। ल अब बन्दैछ यहाँ। तिते बनाउने तरिका पनि बन्दैछ। यता कटुकामा तयार भइसक्यो। यता के हो हेर्न सक्नुहुन्छ होइन, टक्क लगाएर। तर साह्रो रहेछ यो त के हो? अरे लोकल हो त। अरू कुखुराको त यस्तो तान्दा आउँछ त बैलर। बड्डो हो कि यो भदौको भन्छ त्यो। खसी भन्दा साह्रो छ भने दाइ त। अब यो सिप हामीलाई छैन नि त। हाम्रो ज्वाइँ साहबले, कान्छा ज्वाइँ साहबले बनाउँदै हुनुहुन्छ। सबभन्दा ज्येष्ठ नागरिक उहाँ बस्नुभएको छ। म यहाँको सबभन्दा डोनो, यहाँको जेठी छोरी लग्या मैले, त्यही भएर मलाई चाहिँ भाइहरू आएर बनाइदिन्छ, म खाने मात्रै हो। पहिलो नजाँदै त अलिअलि गर्थेँ। अरूको बिहा नहुँदै चाहिँ ज्वाइँ आएपछि अलिअलि दुःख गर्नु पऱ्यो ससुरालमा। अहिले चाहिँ यहाँ भाइहरू आइसकेपछि दाइ चाहिँ कुर्चीमा विश्राम। अस्ति पर बिहे गरौँ मैले। यो फाल्दैनन् फेरि, पितो फाल्दैन। चट्टै उता पित्ततिर हान्दैछ र सब मासुमा लगाएर मनोज दाइले मैले पानी हालिदिँदै हाल्दिनँ। त्यही पित्त त हालेर बनाउने होला के र? नै नहाल्ने दाइ पनि। हुन्छ होला त्यो त डेन्जर हुन्छ। यसको त ऊ पनि लुकेको रहेछ नि। अन्डा त्यो अन्डाहरू पनि त हाल्छ होला नि। हो त्यो तितेको लागि होइन। यहाँ त मसला बन्दैछ। मेरो साइली बहिनीले मसलाहरू पिन्दैछ। हेलो के छ हालखबर? पोज दिँदैछ उसले फेरि। त्यो हाम फाल्छ क्या जिउँदो मरेको कुखुरा पनि। त्यहीलाई सुखमलाई देखेर होला। त्यसलाई नि मिसाइदिने अरे यतै। भाले त छैन, मिसाउँदा नि हुन्छ। आज नसके फेरि भोलि होइन दाइ। सकिहाल्छ यार, यत्रो जनामा जनसमुदाय धेरै छ क्या हाम्रो फेरि। आदरणीय जनसमुदाय हो। यो आन्द्रा बनाउने उसलाई दिने। शान्ति दिदी हुनुहुन्छ त। शान्तिले मसला बनाउँदैछ उसलाई दिने। चरण पखाल्नुपर्छ हेरेर।
अन्डा नि कत्रो कत्रो रहेछ यार यसको त ल हेर्नुहोस् गाइज कुखुराको अन्डा गाइज तपाईँहरूले थाहा पाउनुहुन्छ कि नै भालेको फेरि है पोथीको होइन पोथीहरूको अन्डा हुन्न त अनि अन्डा नभएर कसरी बच्चा हुन्छ अनि भाले छैन भनेर हैरान छ यार सुगमलाई लाग्यो सुगम भाले भन्ने त्यो अन्डा नपाएर कुखुरा बेलन त्यहीलाई बनाउने चाहिँ सुगमलाई बनाएर ल अब सुगम मेरो भाइ बेलन बन्ने त्यो अचानक अर्को बढी अलिक ठिक थियो भन्ने त्यो सानो अचन लिएर नि जा होइन त्यो नगराउनु जो त्यो झन् माटो लाग्छ खुकुरीमा लिएर आउँछ कि अचानक झन् त्यसमा मिक्स भयो कि माल चाहिँ बिग्रिहाल्छ नि त्यसलाई अहिले नगराउनु नचलाउने जो उता भित्र ल्याउँदैछ क्या त्यो अचानक ठिक छ बरु सानो छ यो हिजो ठिकै थियो हामीले बिगारे कि यो मिठो भयो भने मेरो फेरि घरमा यही कार्य गर्छु के अरे अहिले चाहिँ खाएर हेर्छु र मात्रै खतरा मिठो हुन्छ त यो साँच्चै भनेको फर्स्ट टाइम भएर तपाईँहरूलाई कस्तो लाग्छ ल। है बवाल लाग्छ मलाई खाएर टिके तिते आइटमको बनिरहेछ होइन न त यो टोक्नै सक्ने त भरे के मिक्स हुँदो रहेछ हेर्नुहोस् यो तिते आइटममा तिते आइटमको लागि पिस पिस एकदम किमा जस्तो बनाउँदै हुनुहुन्छ हाम्रो जोइन साहबले ठाउँमै झर्दैन मासु त्यही गरम है भन्नुहुन्छ है साँच्चै हो घनश्याम दाइले पनि चाख्नु भयो क्या यस्तो खोराङतिर गएर चाख्नु होला